गुरुको हुने नाम एकचोटि त सबैले भेट्न। नमस्कार दर्शकबिन, यहाँहरूलाई हार्दिक स्वागत छ आजको विशेष कार्यक्रममा। आज हामी यहाँहरूलाई जय होस् टेलिभिजनको कार्यालयमा सम्पन्न भएको आध्यात्मिक कार्यक्रम र सिर्जना चोकमा सम्पन्न भएको कार्यक्रमको बारेमा जानकारी गराउनेछौँ। तपाईहरूले हाम्रो कार्यक्रम जय होस् टेलिभिजन युट्युब, टिकटक र हाम्रो आधिकारिक वेबसाइट पेज www.jayhostelevision.com.np मा पनि हेर्न सक्नुहुनेछ। सधैँको शनिबार चाहिँ यस शनिबार पनि जय होस् टेलिभिजनको कार्यालयमा आध्यात्मिक ऊर्जाले भरिएको थियो। कार्यालय परिसरमा भक्तजन र चेलाचेलीहरूको ठूलो भिड लागेको थियो। टेलिभिजनको आँगनमा गुन्जिएको मन्त्र उच्चारण, घण्टीको ध्वनि र सुगन्धित धूपको सुवासले वातावरण नै पवित्र र ऊर्जामय बनाएको थियो। भक्तजनहरूको अनुहारमा देखिएको श्रद्धा, विश्वास र उत्साहले यस दिनलाई अझ विशेष बनाइदिएको छ। सबैको मुखमा एउटै आवाज गुन्जिएको थियो, गुरु हरि बोहराज्यूको जय होस्। जय जयकारको आवाज गुन्जयमान भइरहेको थियो। आजको विशेष कार्यक्रममा निशुल्क आयुर्वेदिक औषधि वितरण मुख्य कार्यक्रमको आकर्षण बनेको थियो। त्यति मात्र होइन, यस अवसरमा पिनास रोगका लागि पनि गुरुले तयार पार्नु भएको विशेष आयुर्वेदिक औषधि निशुल्क रूपमा वितरण गरियो। गुरुका प्रमुख चेलाचेलीहरूले प्रत्येक उपस्थित भक्तजनहरूलाई औषधि वितरण र यसको प्रयोग विधि कसरी सुँघ्ने, कसरी लगाउने र दैनिक जीवनमा यसको सही प्रयोग कसरी गर्ने भन्ने विषयमा सम्पूर्ण जानकारी गराएका थिए। केही भक्तजनहरूले तत्कालै सहजता र आराम महसुस गरेको सुनाउँदै गुरु र जय होस् टेलिभिजनप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। यो सँगै प्रत्येक शनिबार सिर्जना चोकमा ग्रह दोष निवारण र ग्रह शान्ति पूजा हुँदै आएको छ। विगत केही समयदेखि यस सिर्जना चोकमा हामीले ग्रह दोष निवारण र ग्रह शान्ति पूजा सञ्चालन गर्दै आइरहेका छौँ। आज पनि सिर्जना चोकमा ग्रह दोष निवारणका लागि विशेष पूजापाठ तथा ग्रह शान्ति कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो। उहाँहरूको जीवनमा घटेका र अवरोध भएका सम्पूर्ण समस्याहरूको समाधान पाउनका लागि उहाँहरू बिहानैदेखि यहाँ लाइनमा बस्नु भएको थियो। गुरु हरि बोहराको निर्देशनमा मन्त्र उच्चारण, तिलक, धूप, दीप र ग्रह शान्ति मन्त्रसहितको पूजा सम्पन्न गरियो। सम्पूर्ण वातावरणमा मन्त्र गुन्जयमान भएको थियो। उपस्थित सबैको मनमा श्रद्धा र शान्तिले भरिएको प्रष्टसँग देख्न सकिन्थ्यो। धेरै भक्तजनहरूले आजको पूजाले आफ्नो मनमा नयाँ ऊर्जा र आशा पलाएको बताएका छन्। भक्तजनहरूले गुरु हरि बोहराको आस्था, सेवा र सकारात्मक ऊर्जाको भने खुलेरै प्रशंसा गरे। गुरुको आशीर्वादले धेरैको जीवनमा नयाँ दृष्टिकोण, आशा र समाधानको मार्ग खुलेको सबैले अनुभूत गरे। जय होस् टेलिभिजनको निरन्तर सेवा यात्रा सधैँ झैँ यस शनिबार पनि जय होस् टेलिभिजनको कार्यालयदेखि सिर्जना चोकसम्म भक्ति, श्रद्धा र उपचारको पवित्र वातावरणले सम्पूर्ण क्षेत्र नै उज्यालो बनायो। धार्मिक चेतना, मानवीय सेवा र आध्यात्मिक जागरण फैलाउने यो यात्रा निरन्तर जारी रहेको छ। विगत धेरै वर्षदेखि समाजमा आस्था र सकारात्मक सोच फैलाउँदै आएको जय होस् टेलिभिजनले आज पनि धर्म र मानवताको जय भन्ने सन्देश देशभर फैलाइरहेको छ। कि तपाईहरू पनि ढल्ने, छोप्ने, काँप्ने जस्ता समस्याहरूबाट ग्रसित हुनुहुन्छ? तान्त्रिक शिक्षा सिकेर अरू धेरैको सेवा गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने जय होस् टेलिभिजनमा आजै सम्पर्क गर्नुहोला। तपाईहरूको सम्पूर्ण समस्याको समाधान जय होस् टेलिभिजनमा नै हुनेछ। भोलि फेरि यस्तै फरक विषयको कार्यक्रम लिएर उपस्थित हुनेछौँ। तपाईहरू पनि हेर्दै गर्नुहोला जय होस् टेलिभिजन। हौस् त, नमस्कार। मन परे है हरि जय होस् टिभीलाई अलमस्ती सब्स्क्राइब गरौँ है, अलमस्ती सब्स्क्राइब गरौँ।